हेलो फ्यामिली, वेलकम टु माई भ्लग एन्ड युट्युब च्यानल। आयो सबजना सन्चै हुनुहुन्छ होला। यदि हुनुहुन्न भने पनि छिट्टै हुनुहुनेछ। म पनि सन्चै छु। अनि यो भ्लग चाहिँ आजभन्दा 2 वर्ष अगाडि, जुन चाहिँ 2080 सालको चाहिँ दसैँको हो। 2080 सालको दसैँको त्यो हुन्छ नि, दसैँभन्दा अगाडि नवमी र दसैँको दिन दशमीको चाहिँ मिक्समा छ। हेर्नु है त। एफएम वेलकम ब्याक टु माई भ्लग एन्ड युट्युब च्यानल। सबजना सन्चै आराम हुनुहुन्छ होला। म पनि सन्चै आराम छु। अनि आज चाहिँ दसैँको अघिल्लो दिन होइन। अनि यो हाम्रो चाहिँ यता माथि मन्दिर छ, त्यहाँ चाहिँ पूजा हुन्छ। यहाँ चाहिँ पाठसाठ काट्ने यताउता हुन्छ आज चाहिँ। अनि म चाहिँ आज अरू चाहिँ पाठो छ, अनि पाठोलाई चाहिँ ध्वजा बानी ध्वजा ल्याउनु जाँदैछु। अनि कुपिन्टोइन चाहिन्छ अरे, त्यो पनि ल्याउँछु। अनि हाम्रो स्कुल चाहिँ ऊ त्यहाँ हो। आज क्लियर देखेको छैन। हामी चाहिँ यहाँबाट जान्छ, ध्वजा ल्याउनु जाँदैछु गाउँतिर यता। अरू चाहिँ यता चाहिँ पुरै यतादेखि नै पुरै ठुलो गाउँ छ क्या। यहाँदेखि यस्तरी यहाँ पुरै गाउँ छ। अनि यसलाई चाहिँ कोटा भन्छन्, यहाँ धनचुर भन्छन्, यता डाँडा गाउँ, यता हाम्रोलाई चाहिँ नेटा बरिजुवाङ नेटा। अनि यता थुरी छ। मैले चाहिँ कुपिन्डो ल्याएर आइसकेँ। अब चाहिँ ध्वजा ल्याउनु जानुपर्ने छ। अनि त्यो कुपिन्डोलाई चाहिँ यहीँ व्यवस्था गरेर जानु पर्यो होइन। आज त्यहाँ राख्दै चल्छ ध्वजा ल्याउनु जाने, उता माथितिर जाने। मैले चाहिँ ध्वजा सजा सब ल्याएर आइसक्यो। अब घर जानु लाग्यो। ल्याउने होस् अब चाहिँ म चाहिँ ल्याउन गइरहेको छु। टोइलेटमा ल्याउनु पर्यो। यस्तो चाहिँ यार पानी। हामी चाहिँ मन्दिरमा जानु लाग्यो। मम्मीहरू चाहिँ पछि आउँदा। अनि हामी चाहिँ मन्दिरमा गएर पाठसाठ काटेर घर आएर पाठसाठ पोलेर पकाएर नि खाइयो। अनि अहिले चाहिँ फेरि यता यस्तोसम्म खोसी काटेर रहेछन्, त्यो ल्याउनु जानु लाग्यो हामी चाहिँ ल। अनि यो चाहिँ हाम्रो अङ्कलको छोरो फेरि मासु पनि भयो क्या हाम्रो घर त। त्यो खसी त्यो पाठो काटेको छ त्यत्रो, अनि फेरि यताको मासु। अनि बाबु हामी चाहिँ त्यहाँ मासु लिनु जानु लाम। अब चाहिँ कि अहिले कि भोलि दसैँमा भेटौँला भाइ। हामी चाहिँ घरमा टिको लाएर अङ्कलको घरमा टिको लाउनु जाँदैछौँ। घरमा अङ्कल चाहिँ हुनुहुन्न, आन्टी र भाइ छन्। हामी त्यहाँ चाहिँ टिको लाउनु जाँदैछौँ। भाइ कहाँ ल्यास? एलेक्स पनि मामा घरको होला। आजलाई भलग यति नै हुन्छ। भलगलाई लाइक कमेन्ट र सेयर गरिदिनु होला। च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब अर्को भलगमा भेटौँला भाइ। हेर्नुभयो नि भलग। अनि आउटरोमा त मेरो कपाल त खतरा भएछ नि त होइन। पुरै उडेर उहो खतरा भएछ।
अनि त्यही हो, भ्लग चाहिँ हेरिसक्नु भयो होला। अनि भ्लगमा छ नि एउटा सानो बाबु, त्यो चाहिँ यो अहिले चाहिँ यत्रो भइसक्यो, नमस्ते गर्दैन। अनि त्यही हो, अनि यो चाहिँ 2080 सालको भयो दसैँको भ्लग। अनि अहिले चाहिँ 2082 को चाहिँ दसैँको भ्लग आउँछ या आन्न, आयो भने चाहिँ भोलि कि बिहान 7:47 कि दिउँसो 11:47 कि बेलुका 5:47 मा आउँछ, हेर्नु होला। र आजको लागि भ्लग यति नै। तपाईँहरूलाई भ्लग कस्तो लाग्यो, भ्लग राम्रो लाग्यो भने भ्लगलाई लाइक कमेन्ट सेयर र च्यानललाई सब्सक्राइब गरिदिनु होला। यदि नराम्रो लाग्यो भने पनि लाइक कमेन्ट सेयर च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब छिट्टै नै भेट्नेछौँ अर्को भ्लगमा। बाई बाई।